मलाई चाहिँ यस्तो रमाइलो लाग्छ क्या पहाड भन्ने बित्तिकै म चाहिँ हुरुक्कै हो क्या खास गरेर अब विकटहरू ठाउँ भनौँ म त्यो त पीडा अर्कै हो होइन तर आनन्द पनि छुट्टै आउँछ क्या पहाडहरूतिर आइज अब हात पखाल्नु पर्यो नि त ल भयो ल कुरो हान्दै गरोस् मेरो त छैन नि त कुरो गर्नलाई पनि यहाँ चाहिँ हल्का रोकिरहेको छौँ होइन यहाँ किनकि अब रेस्टहरू गर्नुपर्छ थोरै होइन थोरै एकछिन रेस्ट गर्ने अब यहाँको भ्यूहरू हेर्दै अलिक मनलाई यसो आनन्द पार्ने होइन अनि त्यही हो दाइ चाहिँ त्यहाँ अब हेलो गर्छन् होइन दाइको छुट्टै बेग्लै मजा छ नि त दाइको संसार भनेको होइन म चाहिँ यसो हेर्दैछु यता टाढा टाढा अब माथि हामी चढ्छौँ होइन यहाँ चढेपछि चाहिँ निकै नै सुनसान बाटो सुरु हुन्छ त्यहाँ के गर्यो यो दाइले फेरि मैले त्यत्रो महिना गरेर फुल टिपेको होइन अब गफ गर्ने बेलामा त्यो झारिदियो मतलबै छैन यस्तो त छ नि त्यत्रो महिना गएर रुखमा चढेर टिपेको हो नि त होइन मैले चाहिँ यहाँदेखि चाहिँ जङ्गल सुरु हुन्छ होइन त्यो जङ्गल चाहिँ पुरै सुनसान छ होइन सुनसान अनि त्यहाँ पत्रुसहरूको बोर्ड छ क्या अनि त्यो पत्रुसको यसो हाँगा बिगा टिप्नु पर्यो भनेको म यो दाइले छोडिदिएको यो दाइको म कुरो सुन्दिनँ यसको कुरो अब के चल्छ होइन अनि कुरो हान्दै गरोस् मेरो त छैन नि त कुरो गर्नलाई पनि भएकोले पनि अब वास्ता गर्दैन होइन त्यस्तै हो तर ठिकै छ जे भयो नि के भयो त अनि अब अघि मैले फुल टिपेको होइन त्यो फुल टिपेको यो बोटमा पनि छ क्या यता अघि मैले फुल टिपेको चाहिँ नजिकै थियो यो बोटमा पनि माथि छ यो फुल चाहिँ जे होस् रुखहरूमा मात्रै हुँदो रहेछ रुखहरूमा त्यो हाँगाहरू जाँदो रहेछ होइन जाराहरू अनि ती चाहिँ यसो फुल्दो रहेछ अरू केही नचाहिने रहेछ अनि त्यो अङ्कलले चाहिँ के भन्दै हुनुहुन्थ्यो भने त्यो उता लगेर रोप्दा नि हुँदो रहेछ अरे रुखमा चाहिँ दिनु पर्यो होइन लाग्छ अरे भन्दै हुनुहुन्थ्यो म पनि ट्राई गर्छु घरमा गएर आँपको बोट त्यो ठुलो आँपको बोट यसो झाँगिएको छ क्या तलतिर अनि त्यही बोटमा ट्राई गर्छु यसो हुन्छ हुँदैन थाहा भएन म चाहिँ हिँडेको त्यो दाइ चाहिँ गफ हान्दै गर्छ त्यो दाइले पनि प्राइभेट दिएको रहेछ प्राइभेसी दिएको मैले त्यहाँ भोजपुरमा पनि दिएको थिएँ क्या त्यो दाइहरू अब म सँगै हिँडिरहेको थिएँ होइन मलाई चाहिँ पुरा फर्स्टमा चाहिँ लजालु भनिरहेको थियो मस्किराख्ने भन्दै थियो अनि पछि चाहिँ यसो बेलुका म एक्लै घुम्दै हिँडेको थिएँ नि त भोजपुरमा अनि एक्लै घुम्दा चाहिँ यो दाइ चाहिँ गएन क्या अनि यो दाइ पनि पछि चाहिँ आएछ फोन गरेर बोलायो नि त म भन्दा चाहिँ नचाहने क्या फोन गरेर बोलाएपछि चाहिँ आयो होइन अनि माथि हिँड्दै थिएँ अनि यसो कुरो गर्न अलिक डिस्टर्ब भयो जस्तो लागेर चाहिँ मैले प्राइभेसी दिएको थिएँ क्या म चाहिँ कुदेर गएर माथि गएको थिएँ अनि त्यो सिद्धकाली के मन्दिर थियो नि त्यहाँ माथि जाँदाखेरि त्यहाँ चाहिँ म माथि गएको थिएँ आउने बेलामा पनि छोडिदिएको थिएँ होइन म चाहिँ हिँड्दै तल चाहिँ आउँदैछु त्यो दाइ अब कति बेला गफ हानिसक्छ थाहा भएन यता पनि जो सानो बाटो चाहिँ रहेछ हिँड्ने होइन यता पनि जाने बाटो रहेछ अनि यतातिर पनि जाने बाटो रहेछ सानो बाटोहरू चाहिँ जो रहेछ मान्छे हिँडेको बाटोहरू चाहिँ रहेछ होइन म पनि यसो माथि जाउँ कि भनेर सोच्दैछु होइन म पनि यता चढ्छु सायद यहाँ कोही आएर बस्नु भएको थियो होला यसो बिसाउनु भएको थियो होला अनि यहाँ चाहिँ यसो आगोहरू बालेको छ सायद कोही राति पनि हिँडेको थियो होला राति हिँड्दा रात परेर यता बस्नु भएको होला होइन म पनि यसो हल्का माथिहरू चढौँ भनेको मलाई चाहिँ यस्तो रमाइलो लाग्छ क्या पहाड भन्ने बित्तिकै म चाहिँ हुरुक्कै हो क्या खास गरेर अब विकटहरू ठाउँ भनौँ म त्यो त पीडा अर्कै हो होइन तर आनन्द पनि छुट्टै आउँछ क्या पहाडहरूतिर म तराईमा बसेको होइन अनि तराईमा बसेकोले अब पहाड मेरो लागि चाहिँ एउटा नौलो हो क्या नौलो कुरा हो के नयाँ कुराहरू हेर्न पाइन्छ अनुभव गर्न पाइन्छ होइन सो मलाई चाहिँ मनपर्छ अब अरूलाई मनपर्छ पर्दैन थाहा भएन होइन म चाहिँ माथि जाँदैछु अझै माथि यता चढ्नु पर्यो ओहो यहाँ त चिप्ल्यो भने त मर्छु म त मेरो हाडहरूले पनि भेटिदिँदैन होला सिधै माथि गयो भने त म उतैदेखि आएको हो होइन यहाँ चाहिँ हल्का समतल छ होइन यहाँदेखि चाहिँ बसेर हल्का यसो निहाल्नु पर्यो
यताउतातिर यो चाहिँ मान्छे हिँड्ने बाटो पुरै पहाडको चाहिँ कुना कुनाबाट गएको रहेछ क्या चिप्ल्यो भने त सिधै तल झर्ने रहेछ होइन तर यहाँ बस्ने मान्छेहरूको चाहिँ जो बानी भएको हुन्छ नि त हिँड्ने हामीले चाहिँ हिँड्न चाहिँ गाह्रो हुन्छ है किनकि हाम्रो बानी हुँदैन हामी त लड्न पनि सक्छौँ क्या उहाँहरू पनि बाइचान्स चाहिँ लड्न सक्नुहुन्छ होइन तर उहाँहरूको हिँड्ने बानी भएको हुन्छ उहाँहरूलाई त्यस्तो खासै डर लाग्दैन हामी अब हिँड्ने बानी छैन नि त हामीलाई चाहिँ जोस डर लाग्छ होइन त्यो दाइ चाहिँ अहिलेसम्म गफ हान्दैछ यहाँ चाहिँ देखिँदैन हल्का सेलिन्छ होइन गफ हानुहोस् हान्दै गर्छ म चाहिँ यता डुल्दै गर्छु अब माथि डाँडो पनि चरौँ जस्तो मलाई लागिरहेछ होइन त्यो दाइ आयो भने फेरि हर्न बजाएको बजाइ गर्छ कहाँ गयो भनेर सोध्छ होला अनि त्यस यहाँ नदी जस्तो लागिरहेछ भने खोला होइन तर पानी चाहिँ रहेन रहेछ म चाहिँ यता तल झर्छु होइन यता तल जान्छु तल गइसकेर हल्का म उता हिँडेर जान्छु फेरि त्यस्तो केही ठाउँ अलिक राम्रो लाग्यो भने फेरि म चढिहाल्छु त्यो दाइ आउँदै गर्छ होइन एउटा फुल हेरेको होइन अनि त्यो फुल हेरेर चाहिँ म यता आएको यता फुलै फुल रहेछ जस क्यामेरामा चाहिँ राम्ररी देखिँदैन होइन सेल्फी क्यामेरामा देखिँदैन ब्याकग्राउन्डको क्यामेरामा अहिले म हेराउँछु फुलै फुल छ क्या त्यहाँ चाहिँ अलिक गुलाबी गुलाबी कलरको यहाँ यता फुलै फुल छ अलिक जस राम्रो देखिँदो रहेछ यता माथि पनि छ कि क्या हो एउटा त टिपुम टिपुम जस्तो लागिरहेछ मलाई होइन त यहाँ हेर्नु नि फेरि फ्रेस तल जान्छ होइन म चिप्ल्यो भने त सिधै तल फेरि हात खुट्टा भाँचेला सिधै हस्पिटलाइज हुनु पर्ला फेरि होइन टिप्न जाँदैछ यो भाइ डर पनि लाग्दैन यो हाम्रो साँची राखो एक अर्कासँग आइज मेरो भाइले अब अलैँची हो कि हतियार लिएर आएको छ कि बम हो के हो यो त हाम्रोतिर पनि हुन्छ जस्तो लाग्यो त हौ मलाई यो आमादी जस्तो लाग्दैछ हाम्रोतिर पनि हुन्छ जस्तो लाग्यो थियो यो फुल त के हुँदैन हुँदैन अब हात पखाल्नु पर्यो नि त ल भयो ल